वान टेक्निकल सिबिआर युट्युब च्यानलमा हजुरलाई फेरि पनि स्वागत छ। तपाईहरु सामु फेरि पनि नयाँ भिडियो लिएर आएको छु। हो साथीहरु, पोपो भनी दुईटै प्लेटफर्म एउटै हो। मैले बारम्बार भनिराख्नु भन्दा पनि तपाईले यो भिडियो हेरिसकेपछि सम्पूर्ण क्लियर हुन्छ। हो, तपाईले यसमा के छ भने तपाईले एउटा आइडी क्रिएट गरेर तपाई लाइभ बसेर तपाई भनौं न होस्टिङ गरेर पार्टी खोलेर तपाई एजेन्सी बनेर मात्रैको प्लेटफर्म होइन यो। यसमा पैसा कमाउने थुप्रै उपायहरू छ। प्लस पोइन्ट नम्बर 1, तपाईले तपाईको बोर्डमा देख्नुहुन्छ, तपाईले जब पोपो खोल्नुहुन्छ त्यो बोर्डमा तपाईले देख्नुहुन्छ इन्भाइट लिंक भनेर। हो, यो इन्भाइट लिंकबाट चाहिँ नि धेरै साथीहरूलाई त थाहै नै होला, तर बीचबीचमा चाहिँ नि गल्ती चाहिँ नि भइरहेको छ। तसर्थ यो भिडियो चाहिँ नि तपाईले क्लियर भएर सुन्नु होला। मैले त पोपोको आइडी खोले, म अब यतिकैमै बस्न चाहन्छु हैन। तपाईले मोडिफाई गर्नु, तपाईको माइन्डलाई मोडिफाई गर्नु, किनकि यो दुनियाँमा सोशल मिडियामा पैसा कमाउन यति सजिलो त छैन, तर संघर्ष गर्नु पर्यो। संघर्ष, तपाई नोकरी गर्नुहोस् अरूको अन्डरमा बसेर हैन, म पनि एउटा जागिरे हुँ हैन, म पनि अरूको अन्डरमा बसेर तपाईहरु सामु प्रस्तुत भिडियो किन दिइराखेको छ। हो, तपाईहरुले पनि सोशल मिडियाबाट कुनै प्लेटफर्म समातेर काम गरेर खानुस्, 2-4 पैसा कमाउनुस्, अरूको युट्युब हेरेर हैन। हेर्नुपर्छ युट्युब हैन, हेर्नुपर्छ फेसबुक, टिकटक, सोशल मिडिया हेर्नुपर्छ, नहेर्नु भन्ने होइन। तपाईले केही समय बचत गरेर तपाईले यस प्लेटफर्ममा चाहिँ टाइम दिनुभयो भने तपाईको वेस्टेज टाइमलाई यसले केही न केही रिकभर गर्छ है। अब आजको विशेष भिडियो भनेको इन्भाइट लिंक, युजरको इन्भाइट लिंक र एजेन्टको इन्भाइट लिंक भनेर मैले अपलोड गरिसकेको छु, तर पनि मैले यस भिडियोमा क्लियर बनाउने छु। सुरुमा तपाईले इन्भाइट लिंक जेन्ट्सलाई भन्दा लेडिजलाई तपाईले जस्तै डाउनलोड गरेर भेरिफाई गरेर तपाई लाइभ बस्नुभयो, उहाँहरू 1-2 घण्टा लाइभ बसेपछि तपाईलाई 10,000 डायमन्ड प्लस पोइन्ट भोलि फेरि बस्यो भने 10,000, पर्सि बस्यो भने 10,000 र 30,000 आउँछ। र जो ती युजरको पर्फर्मेन्सहरू भनौं न, तपाईले इन्भाइट गरेका कोही व्यक्ति यति भाइरल हुन्छ कि सोशल मिडियामा कतिखेर भाइरल हुन्छ को कसैलाई पनि थाहा हुँदैन है। भने तपाईलाई त्यो साथीले उसको उहाँको पर्फर्मेन्स हैन हेरेर कसैले गिफ्टिङ गर्यो भने तपाईलाई एकमुष्ट 60,000 आउँछ। 60 प्लस 30 गर्दाखेरि तपाईको 90K तपाईले एक दिन या 2 दिनमै कमाउन सक्नुहुन्छ। तपाईलाई बस्नुहुन्छ 10-20 हजार तपाईको छ भने तपाईले या वाह, तपाईले 2 दिनमै कमाउनु भयो $10। हो, यसरी नै तपाईले इन्भाइट लिंकबाट रेफर गरेर कमाउन सक्नुहुन्छ। प्लस पोइन्ट, तपाईको साथीले त्यो यो एप पहिले तानिसकेर गरेको छ भने त्यो मोबाइललाई सुरक्षित तरिकाले आफ्नो जति पनि ब्याकअपहरू छ त्यो अर्को मोबाइलमा ट्रान्सफर या कुनै डाटा चाहिँ नि फेसबुकमा, व्हाट्सएपमा कहीँ ट्रान्सफर गरेर त्यो मोबाइललाई एकपल्ट रिसेट गरेर तपाईले यो फेरि लगइन गर्नु होला भनेर जीमेलबाट गर्नु होला। मैले बारम्बार भनिरहेको छु, तपाईहरुले फेसबुक र मोबाइल नम्बरबाट तपाईले आइडी क्रिएट नगर्नु। बेला बेलामा समस्या आइरहेको छ। फेसबुकको समस्या त धेरै नै आइरहेको छ। जब तपाईले मोबाइल लस हुन्छ, जब तपाईको मोबाइल चाहिँ नि रिसेट गर्नुपर्ने हुन्छ, त्यो बेला चाहिँ नि आउँछ समस्या। र जीमेल एकाउन्टबाट तपाईले आइडी क्रिएट गरेको छ भने तपाईको मोबाइल लस हुनुस्, तपाईले मोबाइल 10 चोटि रिसेट गर्नुस्, कुनै पनि यसमा प्रब्लम हुने छैन। प्लस पोइन्ट आइडी र पासवर्ड चाहिँ नि तपाईले टिपेर राख्नु होला तपाईको डायरीमा। र यो इन्भाइट लिंक कसरी गर्ने त भन्ने मैले छोटो स्क्रिन म शेयर गर्न चाहन्छु। भिडियो गर्ने र कुन लिंक अहिले भित्र चाहिँ 4 वटा लिंक भएको हुन्छ, कुन लिंक हामीले शेयर गर्ने त भन्ने विषयलाई मैले चाहिँ एकदम महत्त्वपूर्ण विषयलाई लिएर आएको छु तपाईहरु सामु। नयाँ पुरानो जति पनि पोपो युजर हुनुहुन्छ यस भिडियोलाई सब्स्क्राइब, लाइक, कमेन्ट और शब्द शेयर गरिदिनु होला भन्दै म मेरो इन्भाइट कसरी गर्ने भन्ने छोटो भिडियो क्लिप तपाई सामु राख्न चाहन्छु। अब हामी भिडियो तर्फ जाउँ। यस स्क्रिनमा देखाइएको छ तपाईलाई स्लोली ड्राइभमा
तपाईँले जब बोर्ड खोलिसकेपछि साइडमा तपाईँको $14 इन्भाइट लिङ्क भनेको देख्न सक्नुहुन्छ। जो स्क्रिनमा तपाईँले देखिसक्नुभएको छ नि, यो स्क्रिन ध्यान दिएर हेर्नु होला है, एकदम ध्यान दिएर। तपाईँले सर्वप्रथम खोलिसकेपछि तपाईँले 4वटा इन्भाइट लिङ्क देखिन्छ। तपाईँले सबभन्दा प्रथम पहिलो लिङ्कलाई कपी गरेर तपाईँले फेसबुक, व्हाट्सएप, इमो कुनै न कुनै लिङ्कमा तपाईँले तपाईँको साथीलाई सेयर गर्न सक्नुहुनेछ। यदि तपाईँको कति धेरै साथीहरू छ उहाँलाई चाहिँ नि तपाईँले यो भिडियो हेरिसकेपछि क्लियर भएर तपाईँले बुझाउनुहोस्। तपाईँले जसरी आइडी क्रिएट गरेर तपाईँ लाइभ बस्नुभएको थियो नि, त्यो पोलिसी उहाँलाई चाहिँ नि सुनाउनुहोस्, उहाँलाई सिकाउनुहोस्। यसरी नै धेरै साथीहरूलाई इन्भाइट गर्यो भने तपाईँ आफै क्यालकुलेट गर्नु र दिनको कमाइ कति गर्न सकिन्छ। त्यही अनुसारले यो भिडियो एकदम महत्त्वपूर्ण छ। लाइक र कमेन्ट सेयर गरिदिनु होला भन्दै यो भिडियोलाई यहीँ बिट मार्न चाहन्छु।